मेरो मन उठाइदिनु, मलाई विश्वासमा बढाइदिनु। धन्यवाद पिता, भइसक्यो बोल्नुभयो, भइसकेको काम पिताले गरिसक्नुभयो। हजुर हैन, त्यो मन गर्दै जानु, बढ्दै जानु, उत्साहित मन गर्दै जानु, केही छैन। अनि त्यो उल्झनमा आएको कुरा पनि परमेश्वरले समझदारीतामा परमेश्वरले बदलिसक्नुभयो। खोज्न आउने मान्छेले पनि दिएर जाने परमेश्वरले बनाइसक्नुभयो। जस्तै एलियाको समयमा त खडेरी पर्यो, संसारभरि खडेरी पर्यो। त खडेरी परेपछि एलियालाई चाहिँ परमेश्वरले के गर्नुभयो, कहिल्यै मूल नसुक्ने खोल्सामा लगेर राख्नुभयो। त त्यो खोल्सामा बस्दाखेरि एउटा मच्छरले पनि डस्न सकेन एलियालाई, एउटा कमिलाले पनि टोक्न सकेन एलियालाई, एउटा जुकाले पनि टोक्न सकेन हैन, एउटा कुनै समस्याले, कुनै गडौलाले पनि टोक्न सकेन, कुनै खराबीले पनि। त्यस्तो खोल्सामा बसेको छ, जङ्गलमा छ, जनावरहरू होला, कस्ता डस्ने एकदम कीटनाशक तत्त्व पनि होला, तर कुनै चिजले पनि एलियालाई असर गरेन। असर नगरेपछि किनभने एलियाको मन कोसँग थियो, परमेश्वरसँग। संसार सुक्खा थियो, तर एलिया बसेको ठाउँको मूल कहिल्यै सुकेन, रसिलै भइराख्यो। तब उसको भोक मार्नलाई पनि, भोक टार्नलाई पनि परमेश्वरले के गर्नुभयो, कागलाई अगुवाई गर्नुभयो, कागलाई इस्तेमाल गर्नुभयो। अनि कागलाई भन्नुभयो, परमेश्वरले के गर्नुभयो, कागलाई भन्नुभयो कि राजाको किचनमा गएर, राजाको भान्सामा गएर अनि त्यहाँका मिठा मिठा कुराहरू चुच्चोबाट टिप्दै ल्याउँदै के गर्यो, एलियालाई खुवाउँदै गर्यो। केले त, कागले। त्यो काग त चोरेर खाने जात हो नि त, पायो भने त ऊ आफै खाएर चोरेर हिँड्ने जात हो। तर परमेश्वरले इस्तेमाल गर्नुभयो, चोरेर आउनेलाई पनि दिएर खुवाएर आउने योग्य कसले गराउनुभयो त, परमेश्वरले पिताले गराउनु। किनभने परमेश्वरले इस्तेमाल गरेपछि त त्यही गडबड देखाउने श्रीमानलाई परमेश्वरलाई धन्यवाद गर्नु। उहाँद्वारा जति प्रेम, परमेश्वरलाई धन्यवाद कोहीबाट पाउँदैन, हेर्नु। तर आफू बोलेर जित्छु नलाग्नु। धेरै जसो हामी छोरी मान्छे संयम हुनुपर्ने कुरा, बोलेर जित्ने होइन। जिम्मा दिने ठाउँ पाइयो नि त।